हेलो गाइज, म चाहिँ गोपाल बोगटी। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। मैले चाहिँ अब यो चाहिँ यहाँ सिजोखा र पहिलो भिडियो बनाउँदै छु। यहाँनिर चाहिँ आज चाहिँ हामीले गाकोबाट चाहिँ अब चिया बगान हेर्नको लागि लैजाने भनेर हामी चाहिँ गाकोमा आएर अहिले 9:30 जति भयो, 8:30 9 बज्न आँट्यो। अनि यतिखेर चाहिँ हामी चाहिँ बसमा चढेर बसबाट चाहिँ टक्क अब यहाँ हेर्न जाँदैछौँ। र यो चाहिँ चिया बगान लाँदा आँट्दाको भ्यू हो यहाँ। र यो बाटोमा चाहिँ कस्तो छ भने अहिले चाहिँ सानो घरहरू छ यहाँ चाहिँ, हैन। अनि अब एकछिनमा चाहिँ अब कस्तो भने यो चाहिँ इन्डस्ट्रियल क्षेत्र जस्तो रहेछ क्या। अनि यो चाहिँ यहाँ अहिले लेख्दाखेरि चाहिँ सानो घरहरू छ यहाँनिर चाहिँ। यो घरहरू सानो अलिअलि अब सानो टाइपको छ क्या यहाँनिर घरहरू चाहिँ। अनि अब म चाहिँ अब यो गाउँबाट आएँ नि त। अनि यो गाउँबाट आउँदाखेरि सिजोखामा आउँदाखेरि चाहिँ अब सुरुमा यो सानो घरहरू चाहिँ अब यत्रो यस्तो खालको नि भन्ने जस्तो लाग्थ्यो। अनि अब काम पाउनु पनि अब यहाँ अलिकति गाह्रै छ। अनि त्यही भएर यहाँनिर चाहिँ अब बाटोमा हेर्दाखेरि चाहिँ चक्क अर्कै टाइपको छ क्या यो बाटोहरू चाहिँ नि। अब जापान भनेपछि त अब जापानै हो जता भयो नि। अब हाम्रो नेपालमा भने चाहिँ धुलो फोहोरहरू हुन्थ्यो, यहाँ चाहिँ अब सफा एकदम, हैन। यो बिचमा चाहिँ अब टक्क बुटाहरू लगाएको एकदम छ नि, एकदम राम्रो छ क्या यो हेर्दाखेरि चाहिँ नि। अनि यहाँनिर चाहिँ अब यो चाहिँ भिलेज एरिया भयो र पनि के कति राम्रो क्या यो सिजोखा चाहिँ। मलाई कस्तो लाग्छ भने सुरुमा त अब त्यति राम्रो के अरे यताउता हिँड्दैन थियो। र अहिले हेर्दाखेरि चाहिँ के काठमाडौँको उपत्यका जस्तो क्या वरिपरि यो देखेको छ नि, यो भागहरू वरिपरि पुरै पहाडले घेरेको भाग के। अनि वरिपरि पहाडले घेरेको भाग, अनि बिचमा चाहिँ समथर भूभाग। अन्तखेरि अब पार्कहरू, अब यो वन जङ्गल अलिअलि छ, ठुल्ठुलै छ। यो पार्कहरू पनि एकदम ठुल्ठुलो धेरै छ क्या यहाँ। जङ्गलहरू अलिकति बढी छ क्या यहाँ सिजोखामा। अनि त्यहाँदेखि यहाँनिर चाहिँ यस्तो जङ्गलहरू क्या, पुरा यो जङ्गल क्या। अब यहाँनिर अब यो अन्डरग्राउन्ड सुरुङ आयो। यो सुरुङ धेरै लामो छ, अति लामो छ। अन्तखेरि यो सुरुङबाट निक्लेपछि चाहिँ यो उँभोपट्टि के, यो उँभोपट्टि कसरी टक्क राम्रो खालको देखिन्छ यहाँ पनि। यो तर उँभोपट्टिको भागहरू चाहिँ बाँस हो क्या, यो उँभोपट्टिको भागहरू। अनि यो बाँसहरू हो। अनि यहाँनिर उतापट्टि जङ्गल क्या, पुरा जङ्गल छ है, वरिपरि जङ्गलले घेरेको छ यो सिजोखामा चाहिँ पुरा। अनि उँधोपट्टि गयो भने समुद्र छ। अनि अब यो क्षेत्र चाहिँ पुरै इन्डस्ट्रियल क्षेत्र रहेछ क्या। अनि इन्डस्ट्रियल क्षेत्र भएपछि चाहिँ यो एकदमै के अरे यो चाहिँ हामी उतापट्टि बसेको ठाउँ चाहिँ अलिकति इन्डस्ट्रियल क्षेत्र छैन, त्यही भएर रेस्टुरेन्टहरू कन्भिनियन्टहरू मात्रै छ। अनि यतातिर चाहिँ पुरा इन्डस्ट्रियल क्षेत्र रहेछ क्या। अनि इन्डस्ट्रियल क्षेत्र भएपछि चाहिँ यतापट्टि चाहिँ काम पाउने चान्सेसहरू बढी छ होला। तर यो नेपालको झलझलको देखाउँछ क्या यसले चाहिँ। यो बारमा चढेको यो लहराहरू, यो यसो हेऱ्यो भने यो लहराहरू बारमा चढेको छ, हैन। अनि अब यो बाटोहरूले पनि यो जङ्गल टाइपको बाटो हो। यो दोहोरो बाटो छ नि त, यो यतापट्टि एउटा बाटो, यतापट्टि एउटा बाटो, उता यो बार चाहिँ के को भन्नुहुन्छ भने तपाईँहरू सिनखानसेनको क्या। यो बार चाहिँ पुरा सिनखानसेन जानको लागि, उतापट्टि सिनखानसेन जानको लागि यो बार लगाएर राखेको। अन्तखेरि यो अब यहाँ त एकदमै खतरा हुन्छ नि त। अनि त्यहाँदेखि यो यतापट्टिको भाग चाहिँ पुरा, यो यतापट्टिको भागमा चाहिँ पुरै उयो छ क्या, जङ्गल छ यो भागहरू पुरै के। अनि अब यहाँ जापानमा के अब यो जङ्गल उता यो गाउँमा बस्दाखेरि चाहिँ त्यति धेरै देख्दैन थियो क्या, त्यति धेरै होइन, देख्दै जङ्गल प्रायः जस्तो। अब यहाँले चाहिँ अब जङ्गल। अब यहाँदेखि चियाबारी सुरु भयो। फेरि चियाबारीले चाहिँ फेरि मलाई अब ट्याक्क अब इलामको झलको दिलाइहाल्छ क्या। अनि यो इलामको दिलाइहाल्छ क्या यसले चाहिँ फेरि नि। अनि यो इलामको झलको दिलाएपछि त ट्याक्कै हेर्न आउँछु त भन्नु पऱ्यो यो सेन्सीहरूलाई। अनि यो उतापट्टि क्या यो चिया बगान पनि हाम्रो नेपालको जस्तो चिया बगान होइन क्या, यहाँ चाहिँ एकदम अर्कै टाइपको चिया बगान क्या हो। अब चिया बगान यो यस्तो राम्रो छ कि फेरि यो कुरै नगर्नु क्या यो चिया बगानको बारेमा त। अनि यो बिचमा पुरा त्यो फेन जस्तो राखेको हुँदोरहेछ। अनि त्यहाँदेखि फेन जस्तो, त्यहाँदेखि अब साइडमा चाहिँ 4टा टाइपको अब चियाको बोर्डहरू काटेको। अनि यहाँनिर चाहिँ अब हामी चाहिँ अब 10-15 मिनटमा चाहिँ यहाँनिर उँभो लागेपछि चाहिँ यहाँनिर खाइसकेर पुग्छ भन्थ्यो। यो यहाँ चाहिँ सानो घरहरू, ठुलो घरहरू होइन, सानो घरहरू छ यहाँ छन चाहिँ। तर क्या यहाँ पुरा प्रत्येक घरको वरिपरि सबै यो डेकोरेसनै यो चिया बगानले गरेछ क्या पुरा, होइन। यहाँ टक्क डेकोरेसन भएकै चिया बगान छ क्या। अनि यहाँ फेरि जापानमा नियम त एकदम कडा हुन्छ, होइन। टक बत्ती बलेपछि टक्क जेब्रा क्रसिङमा गाडीहरू उभिएको छ, होइन। हाम्रो गाडी जाँदैछ। यो सानो घरहरू छ, यतापट्टि सबै यो बाँसहरू चाहिँ हो, यतापट्टि देखिएको यो बाँसहरू हो, ब्याम्बो। अनि यो सानो घरहरू छ। अनि त्यहाँदेखि अब यहाँनिर टक्क
टक्क पर्खिरहेको छ गाडी उतापट्टि। अब हाम्रो नेपालमा भने चाहिँ एकछिन पक पक भनेर हात हल्लाएर कुदाइहाल्ने हो, तर यहाँ चाहिँ त्यस्तो हुन्न कि, यहाँ चाहिँ एकदम रोकियो भने रोकी हिँड्ने भनेपछि हिँड्ने टाइपको हुन्छ क्या। अनि त्यही भएर यहाँनिर अब हामी लगभग पुग्नै आँट्यो, हामी अब एकछिनमा पुग्छ। अनि यो चाहिँ धेरै ठुल्ठुलो घरहरू चाहिँ छैन क्या यतापट्टि, हल्का सानो घरहरू जस्तो। अनि तर पुरा यो घरको वरिपरि यताउता सब यो चिया बगान क्या, अगाडि पछाडि सबै चिया बगान। अनि यहाँनिर चाहिँ अब पुरै के यो देखिएको भागहरू है सानो एकदम किरै तरिकाले एकदम मिलाएर काटेको चिया बगानको बुट्टाहरू। अनि देखि यो उतापट्टि देखिएको भाग सबै यो चिया बगान, आँखाले देखे जति सबै चिया बगान छ क्या। यो माथिको फ्यानहरू हो यो, अनि फ्यानहरू लगाइदिएको, यो फ्यानहरू चाहिँ किन लगाइदिएको मलाई थाहा भएन, तर फ्यानहरू राख्नु रहेछ माथि भागहरू चाहिँ चियामा। अनि यो अब सानो घरहरू कस्तो, यो जापानको घरहरू चाहिँ सबै एकै डिजाइनको घरहरू छ क्या, यो प्रायः जस्तो नि च्याट्टकै मिलेको क्या। हेर्नु अब यो एकै डिजाइनको क्या, हेर्दाखेरि चाहिँ कति राम्रो देखिने क्या। अब यो यसो हेर्नुपर्छ यो कति राम्रो के। अब यहाँ हाम्रो नेपालमा चाहिँ कुनै बिल्डिङ ठुल्ठुलो बनाएको छ, कुनै सानो बनाएको छ हुन्छ नि त, यहाँ छैन क्या त्यस्तो। यो खैरो टाइपको छ, यो सुकेको छ त्यो के हो, यो पुरै अब यो देखिएको भाग पारिसम्म देखेको छ नि, यो जङ्गलसम्म देखेको छ नि, सबै यो चिया बगान हो क्या, एकदमै राम्रो तरिकाको छ कि। अनि यहाँनिर चाहिँ अब हामीलाई चाहिँ चिया बगानमा च्याट्ट घुमाउने भनेको छ क्या अरे। अब हेरौँ कता कता घुमाउँछ हामीलाई सेन्सेहरूले। अब यहाँनिर घुम्न आएको हामी, अब अहिले अब 10 बजिसक्यो भनौँ न। अनि अब यहाँनिर चाहिँ के यो यतापट्टि चाहिँ यो सब्जी रोपेको रहेछ यता चाहिँ। अनि यो चाहिँ माथिबाट खाइसामा हामी पुगिसक्यो अरे। यो माथिबाट हेर्दाखेरि चाहिँ यस्तो क्या, पुरा यो देखेको भएको चाहिँ पुरै चिया बगान। फ्यानहरू घुमिरहेको रहेछ, हावाले घुमाउनु रहेछ यो फ्यानहरू चाहिँ। यो चाहिँ मेसिन छ क्या यतापट्टि चाहिँ फेरि, यो चाहिँ मेसिन। यहाँनिर चाहिँ अब स्याम्पलको लागि राखेर चाहिँ यस्तो यस्तो हुन्छ है यहाँ चाहिँ मेसिन भनेर। यो चाहिँ अगाडिबाट यो पत्ता हाल्ने ठाउँलाई यहाँनिर घुमिरहेको छ मेसिन। यो यसो बाहिरबाट हेर्दा काठ छ होइन, तर भित्र चाहिँ फलाम छ क्या अरे। यो मेसिनहरू एकदम राम्रो छ क्या अरे हेर्दाखेरि चाहिँ। अब अलिकति ओल्ड फेसन टाइपको छ क्या यो हेर्दाखेरि चाहिँ, पुरानो टाइपको छ क्या। अनि यो चाहिँ अब पत्ता सुकाइरहेको जस्तो लाग्यो, यहाँनिर पत्ता सुकाइरहेको छ। यो पत्ताहरू सुकाएपछि यहाँबाट चाहिँ यो पत्ता चाहिँ यतापट्टि घुमाउने मेसिन रहेछ यो अगाडि। यो घुमाउने मेसिनमा हाल्छ कि के गर्छ कुनै, कहाँनिरबाट छिराउनु ठाउँ छ उतापट्टिबाट होला। अनि यहाँनिर यतापट्टि चाहिँ यो घुमिरहेको छ मेसिन। अनि यो चाहिँ अब हामी चाहिँ यतिपट्टि हेरेपछि यहाँबाट बाहिर निक्लिन्छौँ। यो अगाडि हाम्रो केटाहरू छ, यो लम्बे यो श्रीलङ्कन जिन हो। अनि यहाँनिर चाहिँ अगाडि चाहिँ च्याट अब अगाडि हामीलाई चाहिँ यो भित्र फ्याक्ट्री देखाउन लान्छ भनेको थियो। हेरौँ यो फ्याक्ट्री यस्तो रहेछ, यो भित्र चाहिँ गोदाम जस्तो छ क्या, पुरा चिया प्रोडक्ट भयो अरे। यहाँ यतापट्टि राखेको छ यो साइडमा, यो यतापट्टिको भागमा। अनि उतापट्टिबाट चाहिँ आएर यतापट्टि राखेको हुने रहेछ योनिर। अनि यो यतापट्टि चाहिँ अब यहाँनिर कस्तो व्यवस्था छ भने यहाँ हेर्दाखेरि चाहिँ अब उता त्यहीँनिर चिया बगान छ, यहीँनिर अब प्रोडक्ट यहाँ चियाहरू बनिरहेछ, चियाको भेराइटीहरू विभिन्न भेराइटीहरू बनिरहेछ, काम यहीँ पाइरहेछ। हाम्रो देशमा चाहिँ कस्तो भने त्यस्तो हुन्न। चिया बगान एकातिर हुन्छ, पूर्वमा चिया बगान छ भने पश्चिममा फ्याक्ट्री हुन्छ। अनि त्यसलाई बोकेर धुवानी गर्दा यहाँ त्यसको कस्टमा चाहिँ एकदमै धेरै मार्जिन हुन्छ क्या। यहाँ चाहिँ त्यस्तो हुन्न कि, यहाँ जहाँ उत्पादन भएको छ त्यहीँनिर उत्पादन भएर त्यहीँबाट डिस्ट्रिब्युट हुन्छ। अनि त्यस्तो हुन्छ, हाम्रोमा त्यस्तो हुन्न। अब हामी चाहिँ त्यति हेरेपछि चाहिँ यहाँबाट चाहिँ बाहिर निक्लिन्छ, बाहिर निक्लिँदाखेरि चाहिँ एकदम लाइनबद्ध तरिकाले क्या। हाम्रो नेपालमा जस्तो भेडाबाख्रा छरेर निक्लियो जस्तो होइन क्या, यहाँ चाहिँ एकदम लाइनबद्ध तरिकाले च्याट्ट निक्लिन्छ होइन। अनि हाम्रो सेन्सी अब अगाडि लागेर एकजना अगाडि सेन्सी छ। अनि अगाडि अब सेन्सीको उयो सेन्सीको अब अर्डरमा च्याट्ट अब हेर्नुपर्छ। अनि जापानिजहरू एकदम अब हेर्दाखेरि अब होइन देखिहाल्नु तपाईँहरूले एकदम राम्रो हुन्छन् हेर्दाखेरि चाहिँ। अनि यता देखाउन पनि राम्रै देखाउँछन्, रूपहरू पनि एकदम राम्रो च्याट्ट राम्रै देखाउँछन्। अनि अब एसएससी पनि हुन्छन्, मतलब हेल्पफुल पनि हुन्छ धेरै। अब हामी चाहिँ उनीबाट झर्छौँ, यहाँ चाहिँ हाम्रो सेन्सी टक्क फोटो खिचेर बुढो बसिरहेछन्। अनि यहाँनिर चाहिँ अब तल झर्छौँ हामी चाहिँ। तल चाहिँ अब हाम्रो केटाहरूलाई फेरि यहाँनिर लाइन लगाएर राखिरहेछ क्या। हामी आउँदैछौँ, अब हामी उनीहरूले हेरेर आइसकेँ, उनीहरूलाई यहाँ लाइन लगाएर राखेर छ। अब हामी यहाँ फेरि गएर लाइन बस्नुपर्छ यसरी। यिनीहरूलाई अब च्याट्ट अब यहाँनिर के गर्ने कसो नि फुरुङ्गो लिएर बसिसक्यो यिनीहरूले। अनि यहाँ चाहिँ हामीलाई चाहिँ अब कसरी चाहिँ चिया टिप्ने, अब हामीलाई यहाँ प्लास्टिक बाँडिएको छ। अनि प्लास्टिक बाँडेर चाहिँ अब हामीलाई पनि टिप्न पाउने छ भने चाहिँ चिया कसरी टिप्ने। यो रातो भाग देखिन्छ नि, रातो भाग देखिएको भाग चाहिँ माथि, त्योभन्दा माथि भने चाहिँ चिया टिप्न सकिन्छ भनेर बुढोले भनिरहेछ।
यहाँ चाहिँ 1 2 3 4 भनेर लेखेको छ त्यो उसमा। अन्तखेरि त्यो अनुसारको टिप्ने हो। यहाँ अगाडिको ग्रुपलाई चाहिँ अब हेराउन लगिसक्यो। अनि अब ग्रुप गरेर क्या अब अलिकति एकैचोटि त्यो अब बगाउनु जाँदा पनि त त्यहाँनिर अब नराम्रो हुन्छ नि त, अनि राम्रो हुँदैन, अलिकति मिलाउन सकिँदैन। अनि त्यही भएर यहाँनिर अलिकति अब यहाँबाट हाम्रो पालो आइओरि। अब यो चाहिँ अर्को ग्रुप हो, फेरि यो चाहिँ हाम्रो अर्को ग्रुप हो। अर्को ग्रुपलाई चाहिँ अब यहाँनिर हामी चाहिँ अब जाने क्रममा हो, जहाँ आउने क्रममा हो, हामी चाहिँ यहाँनिर चिया बगानमा आइपुग्यो। अब चिया बगानमा आइपुगेपछि चाहिँ हामी चाहिँ अब यहाँ चट्ट क्या अब कसरी चिया टिप्ने, कसरी चिया बगानमा अब चिया टिप्ने, फोटो खिच्ने, यताउता अलिअलि गर्ने गर्दैछौँ। अनि यहाँनिर पछाडि चाहिँ हाम्रो बङ्गाली साथी हो। अनि यहाँनिर चाहिँ हामी अब चिया टिप्नको लागि रेडी भएर फुकुरो बोकेर आएको छौँ। अनि यहाँनिर चाहिँ अब हामीलाई चाहिँ सुरुको ठाउँमा मात्रै यो चिया टिप्न लगायो क्या अरे। उतापट्टि धेरै बगान छ, बगानभित्र पस्न त हामीलाई दिएन, पाउँदो रहेछ भनौँ न, दिएन भन्दा नि पाउँदैन, अब त्यो के हुन्छ थाहा भएन। तर हामी चाहिँ यहाँनिर अब चट्ट टिप्ने के यहाँनिर अब हामी चाहिँ टिप्न थाल्यो, फोटो खिच्न थाल्यो। यी फुकुरोमा बोकेर हामी चाहिँ टिप्न थाल्यो। हाम्रो सेन्सी हो यो चाहिँ, हाम्रो सेन्सी। अनि त्यहाँदेखि हाम्रो सेन्सीले चाहिँ अब यसो गरेर टिप्नुपर्छ भनेर यसो होइन लेक्चर दिँदैछ बोर्डलाई यसो होइन च्याट्ट सेन्सी भनेर यसो देखाउनु पऱ्यो नि त। अनि त्यहाँदेखि यो चाहिँ हाम्रो केटाहरूले टक्क यसरी यो यस्तोमा चिया पुरा टिप्न लगाउनु पऱ्यो नि त हाम्रो साथीभाइ चाहिँ। अनि हामी चाहिँ अब आज यो 2 इयर्सको 2टा ग्रुप चाहिँ हामीले यहाँनिर हाम्रो क्लासमा चाहिँ 2टा ग्रुप छ क्या, हाम्रो क्लासको र अर्को क्लासको 2जना मिसाएर चाहिँ 2टा ग्रुप मिसाएर ल्याएको थियो। अनि अर्को ग्रुप गइसक्यो। अनि यो चाहिँ यतापट्टि देखिएको भ्यू के, यो भ्यू चाहिँ साह्रै राम्रो छ क्या अरूभन्दा नि। यो भ्यू देखिएको चाहिँ एकदम राम्रो छ। यहाँ चाहिँ अब हामीले चाहिँ च्याट्ट अब चियाहरू पातहरू टिपेर यसरी अब यहाँ चाहिँ 3टा पात जति टिप्न पर्दो रहेछ। अनि कलिलो हुँदो रहेछ, कलिलो यसो अब नङले चुडो। अनि अब यहाँनिर चाहिँ हामी नङले चुडेर अब टिप्ने हो। यहाँ चाहिँ हाम्रो सेन्सीसँग टक्क फोटो खिचाउँदैछ केटाहरूले। अनि त्यहाँदेखि यहाँ यतापट्टि हाम्रो अरू साथीहरू सेन्सी हो। अनि हाम्रो बङ्गाली केटाहरू। अनि अब यो पात चाहिँ एकदमै के कलिलो टाइपको हुँदो रहेछ। अनि त्यहाँदेखि यो चुड्ने के हाम्रो नेपालमा त म इलाम गएको त त्यति छैन क्या अरे। त्यही पनि यहाँ चाहिँ फर्स्ट टाइम अब यो चियाको बगानहरू हेर्न पायो, राम्रो खुसी लागेको छ। अब पढेर मात्रै नि बोरिङ भइरहेको हुन्छ दिमाग, त्यही भएर अब यो घुम्न पाउँदाखेरि राम्रो लाग्छ। अनि यो चाहिँ फर्किने क्रममा अब फर्किँदाखेरि बाटोमा हो के अरे, फर्किँदा पनि एकदम के अब यो चिया बगान क्या पुरा टक्क होइन, चिया बगान छ यहाँ। अब कति ठाउँ धेरै एरिया चाहिँ यहाँ चिया बगानकै छ क्या। अनि वरिपरि यो सिजुका सहर चाहिँ एकदम के अब यतापट्टि चिया बगान छ, उतापट्टि पहाड छ, कस्तो अर्कै टाइपको नेपालको जस्तो माहौल लाग्छ क्या मलाई यहाँ चाहिँ। तलतिर गएर समुद्र छ, यहाँ अलिकति धेरै भनेको समुद्र मात्रै हो त, नभए पुरा नेपाल जस्तो, नेपालको काठमाडौँ उपत्यका जस्तो लाग्छ क्या मलाई यहाँनिरको ठाउँ चाहिँ। त्यस्तो छ पुरा होइन। अनि यो एकदम के राम्रो तले काटेको क्या। हाम्रो नेपालमा चाहिँ अब केले गर्छ थाहा छैन, तर यहाँ चाहिँ एकदम मेसिनले के पुरा च्याट्ट मेसिनले गर्दो रहेछ। अनि यो चाहिँ अब मेसिनले च्याट्ट काटेपछि चाहिँ अब राम्रो देखिने नि त। यसो गर्दै अब हामी फर्किन्छौँ। हामी चाहिँ अब बस पनि चढिसक्यौँ र धेरै ओरा आइसक्यौँ हामी। अब तपाईँहरूलाई अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमास। जय माता ने।